अहिले यो अगाडिको देख्नुभयो नि भिडियो, यो चाहिँ मैले यहाँबाट गरेको थिएँ रोप्दाखेरि खनखान पारेर यति चाहिँ रोपेको थिएँ मैले टक्कै हो। अब यसकै मकै चाहिँ भाँचेर पोलेर खाएको देखाउँछु है तपाईँहरूलाई। पुरा घ्याम्मै भइरहेछ। हेलो साथीहरू, मैले अस्ति नि एउटा भिडियो क्या त मकै रोपेको हालेको थिएँ है। र आज चाहिँ त्यो मकै चाहिँ अब अन्त हिजो श्रीमतीले पनि भिडियो गर्नुभयो र आज चाहिँ म फेरि आफै पनि गर्दैछु। मैले तपाईँलाई भनेको थिएँ यो सरकारी मकैको बिजन छर्दैछु भनेर है। अहिले चाहिँ यस्तो भएको छ। अहिले चाहिँ खानु पऱ्यो नि त होइन। वाह दामी दामी भएको छ। र एक दुईवटा चाहिँ म आज खाउँ भन्ने सोच चल्यो, जाँगर चल्यो, टिप्दैछु मकै हो। दुईवटा भए हुन्छ ल, राम्रो सेवा। तिनवटा चाहिँ खान्छु, एकदम फ्रेस। यो चाहिँ पुरा अर्ग्यानिक हो चाहिँ हेर्नुहोस् है, मैले आफैले रोपेको मकै यत्रो भएको छ हो। एकदमै फलेको छ, मजाले फलेको छ हो। एकदमै दामी फलेको छ। रोप्यो भने फल्छ है। यो सानो एरिया छ तर मजाले फलेको छ। मैले अब यति नै खन्नु सकेको, यति बारीमै र यही बारीमा रोपेको थिएँ। अब यसलाई पोलेर ओल्साएर पोलेर खाइन्छ ल। ए अहिलेको भाँचेको मकै लिएर है। अब टक्कै यहाँ मेरो आगोको चुल्हा पनि छ। यसमा चाहिँ टक्कै अहिले पानी तातिनेछ हो। अनि र पनि यो ओल्साउनुलाई चाहिँ यसरी राखिराख्नुहोस्। यो ओल्सायो भने चाहिँ मजाले पाक्छ भरे पोल्दा, काँचो रहँदैन। यसरी गर्नुपर्छ हो ओल्साएर। अब एकछिन छोड्नुपर्छ, त्यहाँबाट फेरि पोल्नुपर्छ हो। ओल्साएर अझै राम्रो प्रकारले ओल्साउँछु, त्यहाँबाट पोल्छु। यो सबै देखाउँछु है तपाईँहरू ल, हेर्दै गर्नुहोस् है। अब मेरो चुल्हामा चाहिँ यहाँ सुरु भयो है, कोइला बनिँदैछ हो। यहाँ चाहिँ यो यस्तो बनाएर ल्यायो भने चाहिँ मजाले उयो बस्छ नि, के अरे कोइला बस्छ कि टक टक्क बनाउँदैछु। एकदम कोइला लगाएर चाहिँ टक्कै यो त मोटामोटी भइगयो हो। यसरी राख्नुपर्छ। यसरी चाहिँ मजाले पाक्छ क्या, हुन्छ भरे। मिसियो पनि झन्डै आथा हौ, आथा पोले भयो अनि के पाइन्छ। यो यतापट्टि पाएको छैन हो। मजाले अब यसरी गर्नुपर्छ नि त। यसलाई चाहिँ माथिबाट राखिराख्नुहोस् है। अब यहाँ आगो लाग्दैछ हो। ए अब मजाले कोइला पनि हुँदैछ। अब मजाले पाकिहाल्छ। बटर भयो। यसरी ओल्साएको भन्छ हाम्रो चाहिँ। अब उहिलेदेखि नै यसो गर्छ। यसरी ओल्साएर अहिले टक्क यो के अरे खोसे लाउँदा चाहिँ भित्र मोटामोटी आधी उधी पाकिगएको हुन्छ। त्यहाँबाट चाहिँ पोल्दा चाहिँ मजाले पाक्छ क्या त, काँचो बस्दैन। एकदमै दामी हुन्छ यसरी गऱ्यो भने चाहिँ। ओल्सिनु थालिहाल्नु हो। टक्कै यसलाई घरिघरि पल्टाउँदै पनि हो, पल्टाउँदै पनि गर्नुपर्छ। यसरी चाहिँ भित्र मजाले पाकेको हुन्छ है ल। अब चाहिँ यो ओल्सिसक्यो हो। अब चाहिँ यसलाई कसरी गर्नुपर्छ म देखाउँछु है ल। ओल्सियो देख्दैछ, यसलाई देखाउनु नि हो। वा यस्तो हुन्छ हो। अनि चाहिँ टक्कै पोल्नु चाहिँ सजिलो हुन्छ। आत्था गऱ्यो हो। यो चाहिँ खाली हातले चाहिँ पक्रिनु सक्दैन। ए टक्कै आधी उधी पाकिगएको छ। अब यसलाई चाहिँ हल्का पोल्यो भने भइहाल्छ। हेर्नुहोस् ल, यता देखाऊ है। यो चाहिँ एकदम रेन्डम पोस्ट हुन्छ है, एडिट नगरी ल।
यत्तिकै भरे तपाईँहरूले जस्तो खिचेको छु त्यस्तै पोस्ट गर्नेछु अब यसरी चाहिँ टक्क पकाउनुपर्छ टक्कै क्या दामी पोलिनेछ हो साथीहरू यस्तो छ है पोल्नु थाल्यो वाह पोलिनु थालेको हो टक्कै पाक्नु थालेको यस्तो हुन्छ ओल्साको चाहिँ मजाले हुन्छ नि त यसरी चट्ट पकेको र वाह आमा यस्तो दामी भयो पाक्यो अब यो यता मेरो खाने अब यहाँ खानेहरू चाहिँ यता छ मेरो मकै खानेहरू सबै मजाले पोलेको छु कि चियासँग आमा खाने भाइ खाने प्रमिला खाने अब लु पाक्यो नि त यो लु पोलेको नि त यो ओल्साएर पोलेको नि फेरि यो चाहिँ एकछिन अलिक सेलाउनु आमा ल त पक्रिनु त कस्तो छ हेर्नु त पाक्यो नि ओल्साको हो खानु ल एकछिन एकदम मेरो चाहिँ एडिट नभए एकदम रेन्डम पोस्ट हुन्छ यति मिठो रहेछ बुझ्यो छ खानु न एक दुईवटा चाख्नु सरकारी मकै हो नि त दामी फल्छ यो राख एक दुईवटा चाख्नु न उयो ए ओके भाइ खाऊ त तिमीलाई खाऊ त ए लु भाइ ए आमा लु तपाईँ र होइन उयो नभात्नु न अब म आफै खान्छु एक दुईवटा है कस्तो छ यसरी खानुपर्छ है मिठो मिठो भाइ